अन्तर्राष्ट्रिय मिसा दिवस याचोले वुमन इन इन्फर्मेशन टेक्नोलोजी या गोसाले सूचना प्रविधि व्यवसाय विकास मिसापिन्त सशक्तिकरण या त मिजापिनीको सहभागिता यतकया सल ज्याजो यागुदु शनिबार प्राइम कलेज जुगु ज्याजो या उलेज्या संस्थायी नायक गुण केशरी मानन्दर प्रधान यानती गोखा कार्यक्रमको विशेष अतिथि तथा वक्ता श्री आनन्दराज खनाल याचोले ये महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल नेपाल डिजिटल लीड अध्यक्ष आनन्दराज खनाल वुमन आइसिटी आइकन 2023 या विजेता सुनयना घिमिरे हामी दाजुभाइ अध्यक्ष सञ्जोग ठकुरी प्राइम कलेज प्राचार्य नारायण प्रसाद शर्मा सूचना व प्रविधि या महत्व व थुकी मिसापिनीको सहभागिता यतकया थथगु धारणा तया दिएको ख यसरी डिस्कस गर्दाखेरि चाहिँ आएको कुरा सानो कुरा सानो एक्जाम्पल पनि हामीलाई चाहिँ साँच्चै भन्ने हो भने राम्रो ह्युमन बिइङ बन्नको लागि चाहिँ प्रेरणा दिन्छ जस्तो लाग्छ। त्यो कारणले गर्दा सबैभन्दा पहिला त अर्गनाइजिङ टिमलाई एकदमै धेरै धन्यवाद पनि दिन चाहन्छु। मोस्टली वुमेन्स डे भनेपछि महिला देख्छौँ अनि त्यसपछि महिलाकै एजेन्डामा कुरा गर्छौँ। तर आज फरक गुरुमामहरू आएर मसँग कुरा गर्नु हुँदाखेरि मलाई एकदम खुसी लागेको चाहिँ यो चाहिँ इट्स नट जस्ट वुमेन इट्स अल्सो मेन है। मेनलाई चाहिँ को पार्टनरको रूपमा लिनुपर्छ भन्ने हाम्रो एजेन्डा छ, त्यो चाहिँ हाम्रो स्लोगन छ भन्नुभएको थियो। मलाई एकदमै खुसी पनि लागेको थियो। त्यो किन हो भने हामी चाहिँ मध्यमार्गी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। तर सबैको आफ्नो पर्सनल बिलिफ हुनसक्छ। एक्सट्रिमिस्ट हुनुभन्दा पनि मध्यमार्गी भएर सबैलाई समावेश गर्न सक्यो भने चाहिँ त्यसले कुनै पनि परिवर्तन दिगो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। बुद्धिज्मको फिलोसफीहरू मध्ये एकदमै मनपर्ने फिलोसफी पनि हो हामी मध्यमार्गी बनौँ भन्ने। आजको यो प्रोग्राम पनि मध्यमार्गी नै हो जस्तो लाग्छ। इट्स नट अबाउट एक्सक्लुडिङ मेन, इट्स अल्सो अबाउट इन्क्लुडिङ मेन एन्ड भोइसिङ अबाउट द वुमेन इस्यु। त्यो भनेको चाहिँ महिलाको विषयमा कुरा गरौँ, पुरुषसँग पनि हामी कुरा गरौँ, छलफल गरौँ र को पार्टनर बनाऊ। महिलाको सशक्तिकरण चाहिँ महिलाले मात्र होइन पुरुषको पनि जिम्मेवारी हो, सबै समाजको हरेक व्यक्तिको जिम्मेवारी हो भन्ने सन्देश आजको प्रोग्रामले दिन्छ जस्तो लाग्छ। एकातिर हामी भनिरहेछौँ सबै डिसिजन मेकिङमा, पावरमा, सम्पत्तिमा, एभ्रिथिङमा how women will unfold their potential सबैमा मेनको चाहिँ भूमिका छ भनिरहेको छ। यहाँ चाहिँ त्यो लिडरसिपै मेनलाई किन नदियो भने why co-partner? If men are the helm of affairs to empower women, let them give that role as a leader, as the change maker. दिनु हामी त अघिदेखि हामी प्रशंसा गरिरहेको छौँ कि विशाल हृदय भएको महिला मान्छेको अहङ्कार हुन्छ नि, त्यो पुरुषको अहङ्कारलाई पुष्टि गरिदिनुहोस् न। मेन एज द लिडर फर द चेन्ज अफ वुमेन, मेन एज द लिडर फर द इम्पावरमेन्ट अफ वुमेन भन्दै पनि त हुन्छ नि। किन को पार्टनर मात्रै? वाइ को पाइलट? लेट देम बी द पाइलट। पुरुषको सहयोग तपाईँको घरैबाट चाहिन्छ। तपाईँ पहिला व्यवसायमा आउनुभन्दा अगाडि तपाईँ घरबाट बाहिर निस्किनु पऱ्यो। घरमा तपाईँ छोरी हुनुहुन्छ भने बुवाको साथ चाहियो, दाजुभाइको साथ चाहियो। यदि तपाईँ महिला म्यारिड हुनुहुन्छ भने तपाईँलाई श्रीमानको साथ चाहियो, ससुराको साथ चाहियो। सो सुरुवात कहाँ हुन्छ? मेनको एउटा सहयोग कहाँबाट सुरुवात हुन्छ भने घरैबाट सुरुवात हुन्छ। जब तपाईँले घरबाट सपोर्ट पाउनुहुन्छ त्यस पछाडि तपाईँले बल्ल बाहिर गएर काम गर्न सक्नुहुन्छ। यदि तपाईँले घरमा सहयोग पाउनुहुन्न भने डेफिनेटली तपाईँ बाहिर एकदमै गाह्रो छ त्यो महिला एज अ अन्टरप्रेनरको रूपमा स्थापित गर्नलाई। र यही भन्दै गर्दाखेरि नेभिगेटिङ च्यालेन्ज अफ वर्किङ इन अ मेल डोमिनेटेड इन्डस्ट्री। मैले किन यो भन्दैछु भन्दाखेरि यसलाई मैले नेगेटिभ होइन अलिक पोजिटिभ वेमै भन्दैछु। धेरै जसो पुरुष काम गर्ने क्षेत्र यो सूचना प्रविधि, त्यहाँ महिला भएर काम गर्नको लागि कस्ता कस्ता च्यालेन्जेसहरू आउन सक्छ। एज अ फिमेल मैले आफैले भोगेको च्यालेन्जेसहरू के छ भन्दाखेरि यो सेक्टर भनेको एकदमै नलेजसँग बेस्ड सेक्टर हो। सधैँ तपाईँ अप टु डेट इन्फर्मेसनको अप टु डेट भइराख्नुपर्ने क्षेत्र हो। र इन्फर्मेसन अप टु डेट हुनलाई महिलाहरूले पढाइमा बढी समय व्यतीत गर्नुपर्छ। जुनसुकै तपाईँ काम गर्दै हुनुहुन्छ तपाईँसँग केही नयाँ नलेजहरू एभ्रिडे सिकेको हुनुपर्छ। कामको सिलसिलामा मात्र हुँदैन कि तपाईँ पढ्नु पनि पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ
सधैँ अप टु डेट राखिराख्नलाई सबैभन्दा ठुलो च्यालेन्ज छ यो क्षेत्रमा। यदि तपाईँले त्यसलाई एक्सेप्ट गर्नुहुन्छ भने तपाईँ इजिली यो क्षेत्रमा अगाडि बढ्न सक्नुहुन्छ। आइटी सेक्टरमा काम गर्ने एकजना महिला साथीले मलाई के भन्नुभयो भने म गर्मी महिनामा पनि अफिसमा मिटिङ हुँदा चाहिँ म ज्याकेट लगाएर जान ज्याकेट उकाल्न सक्दिनँ भन्नुभयो। किनभने निरन्तर त्यो मिटिङमा बस्ने अधिकांश पुरुषहरूले कि मेरो छाती हेरिरहेको हुन्छ, कि मेरो कम्मर हेरिरहेको हुन्छ, म पछाडितिर हेर्नु भने पछाडितिर हेरिरहेको हुन्छ। So this is the scenario of how the women are living in this sector. It may not represent all of us, but it's important and vital to know that quite a big number of women face such harassment every day. र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के पनि हो भने यो आइटीलाई हामीले एकदम हुन त अघि सुनेनाजीले पनि भनिसक्नुभयो जेन्डर बेस्ड भाइलेन्सको कुराहरूलाई लिएर होइन। म चाहिँ समाजशास्त्र र जेन्डर स्टडिजको विद्यार्थी। हामीले संस्कृति कल्चरलाई कसरी डिफाइन गर्छौँ भने जुन पनि कुरा मान्छेले बनाएको त्यो संस्कृति हो, त्यो कल्चर। सूर्य संस्कृति होइन हामीले बनाएको होइन, पृथ्वी संस्कृति होइन हामीले बनाएको होइन, घर कल्चर हामीले बनाएको होइन, बाटो कल्चर हो हामीले बनाएको, आइटी पनि कल्चर हो हामीले बनाएको। जब यसलाई कल्चर भन्छौँ त्यसपछि के एक्सेप्ट गर्नु पऱ्यो भने हाम्रो मान्छेको कल्चरमा जे कुरा छ त्यो रिफ्लेक्ट त्यहाँ पनि हुन्छ, त्यो घरमा, त्यो बाटोमा, त्यो आइटीमा, त्यो इन्टरनेटमा जहाँ पनि हुन्छ। यति भनिसकेपछि हाम्रो समाज प्रतिशतात्मक छ भनिसकेपछि, हाम्रो समाज मेल डोमिनेटेड छ भनेपछि, हाम्रो समाजले पुरुषलाई केन्द्रमा राखेर समाजलाई व्याख्या गर्छ भनेर एक्सेप्ट गरिसकेपछि हाम्रो आइसिटीले पनि कसरी गर्छ भन्ने कुरालाई अमान्य गर्न जरुरी छ भन्ने लाग्छ। यो सेक्टरमा चाहिँ मेनको डोमिनेसन चाहिँ छ र त्यो भइरहेको छ। वुमेनको इम्पावरमेन्टको कुराको सन्दर्भमा र आइसिटीको सन्दर्भको कुरामा चाहिँ प्राइम कलेज वास्तवमा यो आइटी पायनरिङ आइटी कलेज हो र यसको सुरुवातदेखि नै चाहिँ अब आइटीमा यसको विशेष फोकस छ। आइसिटीका आइटीका प्रोग्राममा यसको विशेष फोकस छ र अहिले नै मैले एउटा चाहिँ के सानो कुरा उल्लेख गर्न खोजेँ भनेदेखि चाहिँ हाम्रो बिसिए जुन कम्प्युटर एप्लिकेसनको प्रोग्राम, बिएससिसिएस आइटीको प्रोग्राम, यो दुईटै प्रोग्रामको चाहिँ कोअर्डिनेटर हाम्रो चाहिँ महिला मन्त्रहरू स्थापितमा हुनुहुन्छ र त्यसपछि हाम्रो चाहिँ यो जुन अहिले यो इन कोलाबोरेसन विथ प्राइम आइटी भनेर तपाईँहरूले देख्नुभएको छ र यो हाम्रो आइटी क्लब हो। विभिन्न क्लबहरूमध्ये कलेजमा विभिन्न क्लबहरूमध्ये आइटी एउटा हाम्रो क्लब हो र यसमा चाहिँ जनरल मेम्बर हाम्रा विद्यार्थीहरू चाहिँ 89 जना चाहिँ हाम्रा जनरल मेम्बरहरू छन् र त्यसमध्येमा चाहिँ हाम्रा गर्ल्सहरू चाहिँ त्यसको 30 जना चाहिँ गर्ल्सहरू हुनुहुन्छ र त्यसपछि यसको एक्जिक्युटिभ कमिटी छ। एक्जिक्युटिभ कमिटीमा 13 जना चाहिँ टोटल स्टुडेन्टहरूमध्ये 5 जना हाम्रो चाहिँ छात्राहरू गर्ल्सहरू छन् र यो क्लबको लिडरसिप चाहिँ हाम्रो छात्राले नै गरिराख्नु भएको छ। नमस्कार, वुमन इन इन्फर्मेसन टेक्नोलोजी WIIT एउटा आइसिटी क्षेत्रमा कार्यरत महिलाहरूको समूहद्वारा सञ्चालित गैर सरकारी संस्था हो। आइसिटी क्षेत्रमा रहेका असमानतालाई घटाउन यस संस्थाले नेपालका विभिन्न भूभागका महिला तथा बालबालिकाहरूको प्रविधि तथा सञ्चारमा सहज पहुँचको लागि काम गर्दै आइरहेको छ। सन् 2019 देखि क्रियाशील गैर-नाफामुखी यस संस्थाले महिलाहरूको प्रविधि तथा डिजिटल ज्ञानलाई फराकिलो बनाउन देशका विभिन्न क्षेत्र, तह र पदमा रहेर कार्यरत तथा अध्ययनरत महिला तथा बालबालिकाहरूलाई प्रविधि शिक्षा, नेतृत्व विकास, सञ्चार निर्माण तथा मेन्टरसिप जस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ।